जापानमा फेरि अहिले पनि नयाँ काण्ड घटिरहेको कुरा त यहाँहरूलाई सोसल मिडियाहरूबाट अवगत नै होला। जापानमा विभिन्न किसिमका घटनाहरू भइरहेका हुन्छन्। त्यो कुरालाई एकदम भाइरल बनाउनको लागि काण्ड भन्ने शब्द दिइन्छ। थाहा छैन यो कुरालाई पनि काण्ड भन्ने उपनाम दिँदा राम्रो होला या नहोला, म्याच गर्ला या नहोला, तपाईँ आफूमा डिपेन्ड हुने कुरा भयो। तपाईँले कसरी बुझ्नुहुन्छ त्यसरी नै बुझ्दिनु हुनको लागि यहाँ समक्ष अनुरोध गर्न चाहन्छु। आज एउटा नेपाली भएर एउटा नेपालीकै बारेमा भिडियो बनाउन गइरहेको छु। कति हदसम्म यो कुरा राम्रो सुनिएला अथवा नसुनिएला त्यो कुरा पनि तपाईँहरू आफैले बुझ्नुहोला। म आज भिडियो बनाउन गइरहेको छु एउटा नेपालीले अर्को नेपालीलाई गरेको भेदभाव, गरेको रिस, डाहा, ईर्ष्या, अत्याचार भन्दा यसलाई कुनै पनि फरक नपर्ला भन्न चाहन्छु। किनकि कुनै पनि एउटा साथीले कुनै पनि अर्को साथीलाई भनेको सबै कुरा सेयर यो अर्थमा गर्छ कि ऊ भनेको मेरो फ्यामिली मेम्बरसम्मको मान्छे हो, उसलाई मैले त्यहाँसम्मको विश्वास गरेको छु, ऊ मेरो त्यहाँसम्मको नजिकको मान्छे हो भनेर उसले आफ्नो कुरा सेयर गरेको हुन्छ। तर त्यो व्यक्ति राम्रो मान्छे नभइदिनको परिणाम स्वरूप त्यो जुन सेयर गर्ने व्यक्ति, जुन आफ्नो सबै कुरा उसलाई भन्ने व्यक्ति ठुलो दुर्घटनामा परेको रेकर्डहरू धेरै छन्। त्यस्तै रेकर्ड अहिले जापानमा पनि धेरै रेकर्डहरू बढिरहेका छन्। एउटा साथीले दुःख गर्छु, पैसा कमाउँछु, राम्रो भविष्य बनाउँछु भनेर जापान आएको छ। आफू पनि त्यही सोचेर जापान आएको छ। सक्नुहुन्छ भने आफूले गर्नुहोस्, सक्नुहुन्न भने कृपया अरूको रिस त नगरिदिनुहोस्, अरूले गरेको कुरालाई ईर्ष्या त नगरिदिनुहोस्, अरूले गरेको राम्रो कामलाई समर्थन नगरे पनि उहाँले गरेको कामलाई कमेन्ट पनि त गर्ने तपाईँको अधिकार त छैन नि होला। अभियसली छ र छैन नि त, अभियसली पनि छैन नि त। तपाईँले राम्रो कुरालाई प्रोत्साहन गर्न सक्नुहुन्न भने त्यो काम गर्दै जाने क्रममा यदि मिस्टेक भयो भने तपाईँले कुनै कमेन्ट गर्ने अधिकार पनि त छैन होला, अभियसली पनि। त्यसैले कृपया आफूले यो जापान जस्तो व्यस्त सहरमा यस्तो बिजी भइन्छ तर पनि आफ्नो कुरा गर्न छोडेर अरूको कुरा किन लगाइन्छ होला, किन अरूको नराम्रो चाहिन्छ होला, त्यो कुरा मैले आजसम्म पनि बुझ्न सकेको छैन। यस्तै घटना घटेको छ अहिले जापानमा। जुन घटना हो, एउटा स्टुडेन्टले अर्को स्टुडेन्टलाई नराम्रो होस् भन्ने सोच राखी उसले दुईटा काम गर्छ, दुईटा कामबाट यति पैसा कमाउँछ भनेर इमिग्रेसनलाई फोन गरिदिएको कुरा। सोच्नुहोस् त, तपाईँले आफ्नो फ्यामिली जस्तै भनेर त्यो साथीलाई सेयर गर्नुभएको हुन्छ कुराहरू, अनि त्यो साथीले तपाईँको कुरालाई मिसयुज गरेर कुरा लगाइदिएर इमिग्रेसनबाट डाइरेक्ट फोन आएर अथवा तपाईँको कम्पनी भिजिट गरेर अथवा तपाईँको ग्राहकलाई कम्प्लेन गरेर तपाईँलाई घर जान बाध्य बनाइदिन्छ भने के तपाईँले आफ्नो कुरा सबै अरू मान्छेलाई विश्वास गरेर भन्न जरुरी छ र? यो कुरामा अभियसली कम्प्लेन गर्ने मान्छेको 100% गल्ती छ। किनकि उसलाई अरूको कुराको किन चासो, के चासो, के खाइदिएको छ उसले। तर यति भन्दै गर्दा त्यो सेयर गर्ने मान्छेको पनि मिस्टेक छैन त भन्दा अभियसली छ। किनकि तपाईँ भनेको तपाईँ हो, तपाईँ जस्तो मान्छे न कोही हुनसक्छ न तपाईँ अरू जस्तो। यति कुरा थाहा हुँदाहुँदै तपाईँले आफ्नो सम्पूर्ण कुरा अरूलाई भन्न जरुरी छैन। यदि तपाईँले त्यो कुरा सबै कुरा अरूको मान्छेलाई सेयर नगरिदिएको भए के तपाईँलाई आज जापानबाट निकाला हुनसम्मको कुरा यस्तो ठुलो घटनासम्म पुग्नुहुन्थ्यो र? अभियसली पुग्नु हुन्थेन नि त। यो घटना एउटा उदाहरणको घटना मात्र हो। यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दो क्रममा छ। खै कस्तो सोचाइ,
कस्तो बुझाइले हो आफ्नै नेपालीको कुबहलो चाहँदै यस्ता नचाहिँदा कुराहरू लगाइदिएर दिन प्रतिदिन नेपालीहरूको जुन इमेज जापानप्रति एकदम नेगेटिभ हुँदै गइरहेको कुरा त यहाँहरूलाई अवगत नै छ। यो गर्नु नराम्रो हो, राम्रो होइन भन्ने कुरा जान्दा जान्दै यस्ता कुराहरू गर्ने मान्छेहरू पनि धेरै भइसकेका छन्। यो भनेको प्रब्लम भयो, के यसको समाधान छैन त भन्दा अभियसली समाधान पनि छ। जहाँ प्रब्लम हुन्छ त्यहाँ सोलुसन पनि हुन्छ। यो सोलुसन हुनुभन्दा अगाडि, यो प्रब्लम हुनुभन्दा अगाडि म हजुरहरूलाई फेरि पनि एउटा बिन्ती गर्न चाहन्छु कि कृपया सानो उमेरमा होस् या ठुलो उमेरमा, सकेसम्म तपाईँ 17-18 वर्षको उमेरमा, 16-17-18 वर्षको उमेरमा जब तपाईँले +2 सकिसकेपछि तपाईँको रोजाइ भनेको जापान, जुन तपाईँको रोजाइ छ भने कृपया जापान आउँदै नआउनुहोस्। तपाईँको लागि जापान हुँदै होइन। आजभन्दा 1 वर्ष अगाडि मैले स्टुडेन्ट भिजामा अब जापान राम्रो छैन भन्ने कुरा भिडियो बनाएको थिएँ। त्यो भिडियोमा धेरै कमेन्टहरू आएका थिए। टिकटकमा, फेसबुकमा, युट्युबमै पनि धेरै नेगेटिभ कुराहरू। आफू जापानमा छस् त पनि जापानबाट फर्केर आइज न त, तैँले आफू चाहिँ जापान बस्ने अनि अरूलाई नआइजे भन्ने, आफूले मात्र कमाउने, अरूले कमाएको देखिन नचाहने, त्यो नेगेटिभ कुराहरू भन्दा पोजिटिभ कुरा त एउटा पनि थिएन कि। पोजिटिभ एउटा दुईवटा कमेन्ट थियो, त्यो कमेन्ट पनि तपाईँको जापानमै रहेका मान्छेले हो, एक्चुअल हो, एग्री गर्छु म यो कुरामा भनेर गरेका थिए। तर बहुमत भने नेगेटिभ कमेन्टकै थियो। 1 वर्षपछि फर्केर हेर्दा त्यो कुरा एकदम अहिलेको रियालिटीमा चेन्ज भएको देख्दा म आफैलाई धेरै दुःख लाग्छ कि अब के गर्ने। मैले दुःख लागेर, मलाई दुःख लागेर मैले चेन्ज गर्न सक्ने भन्ने कुरा केही पनि होइन। मैले जापानमा भएको हुनाले जापानमा नआउनुहोस्, यस्तो नगर्नुहोस्, यस्तो नभन्नुहोस् भन्न मात्र सक्छु। मैले कुनै पनि मान्छेको बिहेभियर नै चेन्ज गर्न भने त कहाँ सक्थेँ र। मैले भनेको मैले सूचना दिने मात्र हो, मेरो सूचनालाई फलो गर्नुपर्छ भन्ने नि छैन। तर मैले दिएको कुनै पनि सूचना फेक भने छैन। फेरि पनि भन्छु, स्टुडेन्ट भिजामा अब तपाईँको लाइफ छैन। किन छैन भनेर सोध्नुहुन्छ भने त्यो जुन इमिग्रेसनमा कुरा लगाएर जुन फर्किएको नेपाली थिए नि, ऊ पनि स्टुडेन्ट भिजामा आएको हो। उसको पनि सोच थियो, उसले पनि देखेको थियो मैले जापान जान्छु, 2टा काम गर्छु, यति पैसा कमाउँछु, यति पैसा एउटा कामबाट आएको पैसा नै भ्याए पनि एउटा कामबाट आएको पैसा त बच्छ नि त। अनि मैले ऋण तिरौँला, अनि मैले सपनाको एउटा गोल हुन्छ, सबैको एउटा गोलसम्म पुगौँला भन्ने कुरा सोचेर आएको थियो नि त ऊ पनि। तर हेर्नुहोस् त रियालिटीमा के भयो। अब उसले के जिन्दगीमा चाहेर पनि राम्रो कुरा गर्न सक्छ? उसको दिमागमा के पोजिटिभ कुराहरू अब आउँछन्? उसले आउँदैन पनि त, आउँदैन, 100% आउँदैन नि त। किनकि उसले स्ट्रगल गर्न आएको थियो, स्ट्रगल गरेको थियो, गर्दा गर्दै त्यस्तो कुरा भएपछि उसलाई होला केही समय कटेपछि मन चेन्ज भएर होइन अब मैले फेरि सुरुवात गर्नुपर्छ भन्ने कुरा लाग्ला। उहाँले यो भिडियो हेर्दै हुनुहुन्छ भने सुरुवात गर्नुहोस्। तपाईँलाई कुनै पनि कुराको सुरुवात गर्नको लागि ढिलो कहिले पनि हुँदैन। तपाईँलाई जब तपाईँले अब मैले गर्नुपर्छ, मेरो राइट वे यो हो भनेर तपाईँले जब पत्ता लगाउनुहुन्छ नि, त्यही समय हो तपाईँको बेस्ट समय भनेको, जुन कुरा तपाईँको गोलको स्टार्टिङ गर्नुको लागि। त्यसैले कृपया नेगेटिभ कुरा होइन, नेगेटिभ कुराहरू भए पनि नेगेटिभ कुराको पछाडि भएको पोजिटिभ कुरालाई आत्मसात गरेर अगाडि बढ्न सिक्नुहोस्। तब मात्र तपाईँले आफ्नो गोलसम्म पुग्ने बाटोहरूमा राम्रोसँग हिँड्न सक्नुहुनेछ। यदि भन्दै गर्दा फेरि पनि म यहीँ फर्किन चाहेँ। स्टुडेन्ट भिजामा किन नआउनुहोस् भनेर भनेको हुँ भने तपाईँले 28 घन्टा काम गर्न मात्र पाउनुहुन्छ तपाईँ स्टुडेन्ट भिजामा आउनुभयो भने। त्यो 28 घन्टा काम गरेको पैसाले तपाईँले जापानमा खान बस्न चाहिँ लगभग गिरी सक्नुहुन्छ।
तपाईँले आफ्नो आएको लोन अनि कलेज फी पनि यही कमाएर तिर्ने सोच्दै हुनुहुन्छ भने तपाईँ नआउनुहोस् भन्न खोजेको। यदि तपाईँसँग टन्नस पैसा छ, तपाईँ जापान घुम्नको टाइपले जापानमा बसुन्जेल रमाइलो गर्ने पैसा मात्र मलाई भए हुन्छ, त्यति मात्र पैसा मैले कमाए हुन्छ भने आउनुहोस्। तर अधिकांश मान्छेहरू भनेको ऋण गरेर उज्जवल भविष्य बनाउन आएका हुन्छन्। यदि तपाईँ त्यस्तो सोच्दै हुनुहुन्छ भने कृपया तपाईँ जापान 1, 2, 3 नआउनुहोस्। तपाईँको लागि जापान होइन कुनै पनि हिसाबमा। जस्तै तपाईँ आउनुभयो, 2 वर्ष काम गर्नुभयो, अर्को 2 वर्ष सेनमा पढ्नुभयो अथवा अर्को 4 वर्ष दाइगोको पढ्नुभयो भने तपाईँको टाइम कति वेस्ट भयो? 4 वर्ष अथवा 6 वर्ष होइन? त्यति बेलासम्म तपाईँले पैसा कमाउन सक्नु भएन भने त्यसपछि भनेको तपाईँको वर्किङ होला। वर्किङ भनेको नर्मल्ली है, अब कुनै ठाउँमा धेरै होला, कुनै ठाउँमा थोरै होला, त्यो आफ्नो ठाउँमा भयो। नर्मल्ली तपाईँले वर्किङ स्टार्ट गर्नुभयो भने तपाईँको स्टार्टिङ भनेको महिनाको त्यही 20 मानबाट सुरु होला। 20 मान भनेको 2 लाख। तपाईँलाई ओहो 2 लाख कमाइन्छ भन्दा भइहाल्यो नि त, त्यसपछि कमाउँदा पनि भयो नि त भनेको तपाईँलाई लाग्न सक्ला। तर त्यो 2 लाख भनेको तपाईँले हातमा आउने पैसा भनेको, यदि तपाईँको स्यालेरी 2 लाख छ भने तपाईँको हातमा आउने स्यालेरी भनेको साका गर्ने काटेर आयो भने तपाईँको लगभग त्यही 17 मान अथवा तपाईँको 1,65,000देखि 70,000सम्म आउला। त्यसपछि तपाईँले रुम रेन्ट छुट्याइदिनुहोस्, रुम रेन्टमा 40,000 छुट्याइदिनुहोस्, बाँकी भयो 12 मान लगभग है, एभरेजमा भन्दैछु 12 मान। त्यसपछि तपाईँको बत्तीको बिल, मोबाइलको बिल, पानीको बिल, ग्यासको बिल त छुट्टै छ नि, त्यो तपाईँले तिर्नु परेन। त्यसलाई 2 मान छुट्याइदिनुहोस्, बाँकी रह्यो 10 मान। खाना परेन, खानालाई 4 मान छुट्याइदिनुहोस्, 40,000। अब तपाईँसँग बाँकी रह्यो 6 मान। 6 मान भनेको तपाईँको सेभ हुन्छ त भन्दा अभियसली त्यो पनि हुँदैन। किनभने काम गर्दा थकै लाग्छ, कहिलेकाहीँ रमाइलो गर्न मन लाग्ला, साथीभाइसँग बाहिर खाना खान जान मन लाग्ला, खाजा खान मन लाग्ला, जुस खान मन लाग्ला। त्यसमा तपाईँको महिनाको 1 मान नै छुट्याइदियो भने तपाईँको बच्चे कति? 5 मान। 5 मान भनेको अहिले मैले यो भिडियो बनाउँदै गर्दा है, 5 मान तपाईँले नेपाल पठाउनु भयो भने तपाईँको भनेको लगभग 45,000 जति जान्छ जम्मा। हेर्नुहोस् त, तपाईँले 6 वर्ष पढेर महिनाको 6 वर्षपछि है, फेरि 6 वर्ष जापानमा पढेर महिनाको 60,000 पनि बचाउन सक्नुहुन्न भने तपाईँको लागि जापान भन्दा त खाडी नै बेस्ट होला नि त, होइन र? 6 वर्षमा तपाईँले खाडीमा गएर महिनाको 50,000 नै कमाउनु भयो भने कति हुन्छ हिसाब गर्नुहोस् त। तपाईँको वर्षको 6 लाख नै भयो पनि 6 वर्षमा त 36 लाख हुन्छ नि त। तपाईँले यहाँ कमाउन सुरु गर्नुभएकै छैन, कमाएको पैसा सबै भइसक्यो के। तर तपाईँ यहाँ पढुन्जेलसम्म मात्र पनि तपाईँको खाडीमै गए पनि त 36 लाख त तपाईँको सेभिङ भएन। जसले जे भने पनि, जसले जतिसुकै फुर्ती लगाए पनि, जुनसुकै देश तपाईँ चाहे स्टुडेन्ट भिजामा जानुहोस्, चाहे डिपेन्डेन्ट भिजामा जानुहोस्, चाहे तपाईँ वर्किङ भिजामै किन नजानुहोस्, तपाईँको अब्जेक्टिभ्स, तपाईँको गोल्स भनेको तपाईँले पैसा कमाउनु नै हो के। यदि पैसा कमाउनु नै हो भने तपाईँ यस्तो ठाउँमा आएर आफ्नो टाइम स्पेन्ड नगर्नुहोस् भनेर नै यस भिडियो मेनली बनाएको हुँ। अन्तिमसम्म सुनिदिनु भयो। तपाईँलाई कस्तो लाग्यो? मेरो कुरामा तपाईँ एकदम एग्री हुनुपर्छ भन्ने कुरा होइन, तर यति कुरा चाहिँ फिक्स हो कि यो जापानको रियालिटी हो। त्यसैले कृपया तपाईँ यदि जापान आउने सोच्दै हुनुहुन्छ भने राम्रोसँग सोचेर बुझेर, कन्सल्टेन्सीको कुरा सुनेर होइन, यहाँ आएर केही वर्ष बिताइसकेको मान्छेसँग कन्सल्ट गर्नुहोस्, एकचोटि सोध्नुहोस्, बुझ्नुहोस्,
कस्तो छ, के हो, वास्तविक के हो बुझ्नुहोस् के। तपाईँ कन्सल्टेन्सीले भनेको भरमा त कन्सल्टेन्सीलाई त उसलाई कमिसन आउँछ भनेर उसले जे पनि भनिदिन्छ कि 2 लाख कमाइ हुन्छ, एउटा काम गएकोले लगाइदिन्छ, एउटा काम आफैले खोज्न सकिहालिन्छ, 2टा काम गर्न मिल्छ अरे। के त्यो रियालिटीमा हो र? त्यो एकदम लिगली कुरा हो? त्यस्तोसम्म त झुट नबोलिदिउँ न यार, थोरै रूपमा आफूलाई कमिसन आउँछ भन्दैमा। त्यसैले कृपया भिडियो लामो भयो, अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। यहाँहरूलाई कस्तो किसिमको भिडियो हेर्न मन लाग्छ? यस भिडियोमा लामो भएको कारणले गर्दा मैले सबै कुरा अटाउन सकेको छैन। यदि तपाईँहरूलाई यस बारेमा भिडियो फेरि बनाइदिए हुन्थ्यो अथवा केही कुरा सोध्न मन लागेको छ भने कृपया कमेन्ट गरिदिनु भयो भने फेरि पनि यस कुरासँग सम्बन्धित रहेर डिटेल्स लिएर भिडियो बनाउने कोसिस गर्नेछु। अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्। थ्याङ्क यू फर वाचिङ।